यसमा दुईटा रिसेट हुनु भनेको चाहिँ खास तीनटा रिसेट भयो तर फ्रेम 0 मा चाहिँ 5 जब लोड भयो तब फेरि त्यसको यो स्पिड 1 सेट भएको मात्रै हो अथवा सबै रिसेट भएको यो केसमा पनि P2 को P2 जब यसको रिसेट जुन भएको छ यसको कन्सेप्ट पनि ठ्याक्कै त्यही पहिलाकै स्टाइलमा जब चाहिँ तपाईको यो स्पिड 1 भएको ठाउँमा पोइन्टर यदि त्यो क्लक चाहिँ डिटेक्ट गरेको छ भने त्यो बेलामा नयाँ भ्यालु इन्सर्ट गर्नको लागि त्यसले चाहिँ इबिट गरेर के रे सबै ठाउँमा चाहिँ एकउन्टा चेक गर्दै जाँदाखेरि रिसेट गर्दै गएको त्यो एरो सर्दाखेरि रिसेट हुने जुन चेन्ज हुनेवाला हो त्यो चाहिँ